हेलो साथीहरू, हजुरहरूलाई फेरि पनि मेरो एउटा अर्को नयाँ मिनी ब्लगमा स्वागत छ। आज चाहिँ अब म बिहान बिहान चिया खाएर चाहिँ सोच्नु भएको होला यो बिहानको चिया चाहिँ होइन, यो चाहिँ दिउँसोको चिया हो। अब दिउँसोको चिया खाएर चाहिँ मैले फेरि आफ्नो काम गर्न सुरु गरेँ। अब के काम हो भन्नु होला चाहिँ अस्ति चाहिँ मैले फुल लगाएको थिएँ नि त, अनि त्यही फुलमा पानी हाल्नु थियो कि, अनि अस्तिदेखि चाहिँ मेरो भ्याएकै थिएन पानी हाल्न, अनि अलिअलि सन्चो पनि थिएन नि त। पानी नहालेको पुरै सुकेर कस्तो भएको थियो कि, अनि मैले चाहिँ फुलमा पानी हालेँ। फेरि फुल पनि के ठुलो ठुलो बोट सारेको थियो नि त, अनि फेरि एक दिन पानी हालेको, मैले लगाएको दिनदेखि एकै दिन मात्रै पानी हालेँ। त्यसपछि त यस्तै भ्याएन पनि, अनि यस्तै भयो। फेरि पानी नै हालेको थिएन, अनि फेरि ठुलो ठुलो बोट हुनाले सुकेर नि कस्तो भएको थियो कि, अनि त्यही पनि पानी हालेर चाहिँ कस्तो राम्रो देखिएको थियो कि फेरि होइन फुलहरू। अनि फेरि मैले पछाडि पानी हालेर फेरि अगाडि पनि पानी हाल्न लागेँ। यो चाहिँ बिउ राखेको हो कि, यो फुलको बिउ चाहिँ यति ठुल्ठुलो भएको छ नि, सार्नु छ। अनि त्यही पनि आधा पछाडि चाहिँ सारेँ, अझ अरू ठाउँ नि सार्नु छ कि, कति ठुल्ठुलो बोट फुलको भइसकेको थियो। अनि साथीहरू यो फुल छ नि, यो फुल चाहिँ मलाई यस्तो मनपर्छ नि, यो बेलावाला फुल हो कि, तर मलाई फुलको नाम चाहिँ थाहा भएन, तर यो फुल चाहिँ लास्टै मनपर्छ कि। अनि चाहिँ फुलमा पानी हालिसकेको चाहिँ यस्तो बिल्लोसँग जिस्किदिरहेको थिएँ क्या। फेरि म चाहिँ जोससँग नि जिस्किदिन्छु नि त, अब जिस्किनु मात्र कति भनेर नि भाँडा मस्काउनु पऱ्यो नि त। फेरि मेरो कामै भनेको भाँडा मस्काउने हो। अनि भाँडासाँडा मस्काएर 50 रुपियाँ लिएर हामी गएको थियो चटपटे खान। तर चटपटे खान गएको फेरि छक्का पन्जा खाएर चाहिँ सोच्नु भएको होला, किनकि हामीले चटपटेको के दोकान बन्द थियो, त्यही भएर हामीले छक्का पन्जा खायौँ। सो साथीहरू आजको लागि यति नै, अब भेटौँला अर्को भ्लगमा। बाइ बाइ गाइस।